आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हामी सबैको दैनिक जीवनलाई कतै न कतैबाट छोएकै हुन्छ। त्यो हो सार्वजनिक प्रशासन। हो एकदमै। सरकार कसरी चल्छ हैन, सेवा कसरी दिन्छ, यसबारे हामीसँग भएका केही लेखोटका आधारमा नेपालकै सन्दर्भमा यसको अवधारणा, महत्त्व अनि खै चुनौतीहरू के छन् भनेर अलिक गहिरिएर हेरौँ न। निकै महत्त्वपूर्ण विषय उठाउनु भयो। सरल भाषामा भन्दाखेरि त सार्वजनिक प्रशासन भनेको सरकारको नीतिलाई कागजबाट व्यवहारमा उतार्ने संयन्त्र हो नि। संयन्त्र हो। एलडी व्हाइटले साझा उद्देश्यका लागि मान्छेहरूलाई मिलाएर काम गराउने कला भन्नुभएको छ। तर त्यो डोन होमको भनाइ छ नि, कुन चाहिँ? यदि हाम्रो सभ्यता असफल हुन्छ भने त्यो प्रशासनको असफलताले गर्दा हुनेछ। सुन्दा पनि कस्तो डर लाग्यो। हो त नि, झस्किन्छ मन। स्रोतहरू हेर्दा त यसलाई सरकारको आँखा, कान, हात पनि भनिदो रहेछ। हो, जसले नीति बनाउन सूचना दिने अनि बनेको नीति लागू गर्ने। वुड्रो विल्सनले भने जस्तै यो कानुनको विस्तृत र व्यवस्थित कार्यान्वयन रे। तर के यो कर्मचारी तन्त्र मात्रै हो त? अलि त्यस्तो बुझाइ छ नि हाम्रोमा त। होइन, त्यो बुझाइ अलि साँगुरो भयो। यो त्योभन्दा धेरै फराकिलो छ। यो त राज्यको लक्ष्य हासिल गर्ने संयन्त्र हो नि। राजनीतिक, आर्थिक, सामाजिक सबै खालका। स्रोत साधनको सही प्रयोग गर्ने अनि सरकार फेरिए पनि राज्यको कामलाई निरन्तरता दिने। त्यसैले यसलाई स्थायी सरकार पनि भन्छन्। यो जागी खाने ठाउँ मात्रै होइन, यो त राष्ट्र निर्माणको भनौँ न इन्जिन जस्तै हो। त्यसो भए त महत्त्व त झन् कति हो कति। स्रोतहरूले पनि त्यही भन्छन्। देशको आर्थिक सामाजिक रूपान्तरण गर्ने रे, विकासलाई प्रभावकारी बनाउने, स्रोतको राम्रो उपयोग गर्ने। अनि सामाजिक न्यायको कुरा पनि छ, खास गरी पिछडिएका वर्गसम्म सेवा पुर्याउने। हो नि, नागरिकले दिनदिनै पाउने सेवादेखि लिएर देशको पुरै दिशा नै यसैमा भर पर्ने रहेछ। ठ्याक्कै। राम्रो प्रशासन भएन भने संविधानका राम्रा कुरा पनि के काम, होइन? कागजमै सीमित हुन्छन्। नागरिकको सन्तुष्टि, राज्यप्रतिको विश्वास सब यसैमा भर पर्छ। जनसन्तुष्टि नै प्रशासनको सफलताको मापन हो भन्न मिल्यो। एक हिसाबले मिल्छ। यसले कानुनको शासन, पारदर्शिता, जवाफदेहिता जस्ता सिद्धान्तमा टेकेर काम गर्नुपर्छ। सिद्धान्त त राम्रा छन्, तर नेपालको वास्तविकता हेर्दा त स्रोतहरूले अनेक चुनौती देखाउँछन्। एउटा त खै यो राजनीतिक अस्थिरता र प्रशासनमा हुने हस्तक्षेप। यो त सधैँ सुनिने कुरा भयो। हो, त्यो त प्रमुख समस्या नै भयो। अनि अर्कोतिर प्रशासनभित्रै पनि त्यो क्षमता विकासको कुरा, होइन, जनविश्वास जित्ने कुरा, भ्रष्टाचार नियन्त्रण, यस्ता आन्तरिक समस्या पनि कम छैनन्। अनि अहिले त झन् संघीयतामा गएपछि 3 तहका सरकारबीच समन्वय मिलाउने कुरा पनि त छ नि, होइन र? हो, त्यो पनि थपियो। स्रोतहरूले भनेअनुसार त्यो पुरानै खालको झन्झटिलो संरचना, काममा व्यावसायिकता र उत्तरदायित्वको कमी। अनि कर्मचारीभित्रै पनि त्यो वृत्ति विकासमा असमानता, उत्प्रेरणाको कमी, यस्ता समस्या छन्। यसले गर्दा कार्य संस्कृति नै राम्रो बस्न सकेन कि जस्तो देखिन्छ। समयमै काम गर्ने, सेवाग्राहीप्रति जिम्मेवार हुने बानी, होइन? हो। अनि अर्को महत्त्वपूर्ण कुरा समावेशिताको। प्रशासनमा सबै लिङ्ग, जात-जाति, क्षेत्रको प्रतिनिधित्व गराउने चुनौती पनि उस्तै छ। विक्रम सम्वत 2009 को त्यो बुच कमिसनदेखि यता कति सुधारका प्रयास भयो होलान्। तर स्रोतहरू भन्छन् खासै तात्विक परिवर्तन आएन। किन होला? समस्या ज्यूका त्यों जस्तो। खै, यसका पछाडि राजनीतिक इच्छा शक्तिको कमीदेखि लिएर सुधारका प्रयासहरू अलि सतही मात्र भए कि जस्तो पनि देखिन्छ। नारामा मात्र सीमित भए। त्यस्तै भयो। संरचनागत परिवर्तनमा जोड दिएन। अनि राजनीति र प्रशासनको भूमिका पनि स्पष्ट नहुँदा एउटाले अर्कोलाई दोष देखाएर पन्छिने चलन पनि छ। त्यसो भए समाधान के त? केही उपायहरू सुझाएका छन् त स्रोतहरूले? छन् नि। मुख्य जोड त योग्यता प्रणालीमा दिनुपर्छ भन्छन्। मेरिट सिस्टम। क्षमता र योग्यताको आधारमा नियुक्ति बढुवा। हो। अनि राजनीति र प्रशासनको काम, कर्तव्य, अधिकार स्पष्ट पार्ने, कर्मचारीलाई चाहिने अधिकार र स्रोत दिने, अनि जवाफदेही पनि बनाउने। त्यो त चाहियो नै। प्रविधिको प्रयोग बढाउने, निजी क्षेत्रसँग पनि सहकार्य गर्ने, यस्ता कुरा छन्। तर सबैभन्दा महत्त्वपूर्ण चाहिँ खै त्यो भ्रष्टाचारप्रति शून्य सहनशीलता र व्यावसायिक आचरण विकास गर्ने नै होला।
पृथ्वीनारायण शाहले पनि विभिन्न प्रशासनिक पद्धति अध्ययन गर्नुपर्छ भनेको कुरा पनि रहेछ नि स्रोतमा। अहिले यो कत्तिको मिल्छ होला? त्यो त निकै सान्दर्भिक कुरा हो। यसले त्यो थिङ्क ग्लोबली एक्ट लोकली भन्ने अवधारणालाई नै बल दिन्छ। भनेको संसारका राम्रा अभ्यासहरूबाट सिक्ने, तर आफ्नो देश आफ्नो माटो सुहाउँदो प्रणाली बनाउने। नक्कल मात्रै गर्ने होइन, आफ्नो परिवेश अनुसार ढाल्ने। नेपालको आफ्नै सामाजिक, आर्थिक, राजनीतिक अवस्था हेरेर मोडल बनाउनुपर्छ। हो, कुरा त सही हो। आजको छलफलबाट के बुझिन्छ भने सार्वजनिक प्रशासन भनेको राज्य चलाउने मुटु जस्तै रहेछ। यो ठिकठाक चल्यो भने मात्रै देशको विकास र नागरिकको सुख हुने रहेछ। हो, तर यसले एउटा गम्भीर प्रश्न पनि छोड्छ क्या। नेपालमा सार्वजनिक प्रशासन सुधार्न यत्रो वर्षदेखि यति धेरै प्रयास भयो, यति धेरै स्रोत खर्च भयो, तर किन नागरिकले साँच्चै परिवर्तन भएछ है भनेर महसुस गर्न सकेनन्? यो प्रश्न महत्त्वपूर्ण छ। अब साँच्चै नागरिक केन्द्रित, छिटो छरितो अनि जवाफदेही प्रशासन बनाउन यस्तै सामान्य सुधारले मात्रै पुग्छ र कि कुनै आधारभूत भनौँ न संरचनामै र सोचमै परिवर्तन चाहिने हो? यो प्रश्नमा गहिरिएर सोच्नुपर्ने देखिन्छ।